नमस्कार सबैजनामा मेरो च्यानल हेरेर बसिरहनु भएका सबैजनालाई हार्दिक स्वागत छ। आज म तपाईहरुलाई एउटा निकै सुन्दर ठाउँ अनि शान्त हरियालीले भरिएको ठाउँ देखाउन आएको छु। यहाँ चारैतिर हरिया रुखहरू, स्वच्छ हावा र रमाइलो वातावरण छ। यस्तो ठाउँमा आउँदा मन एकदमै शान्त हुन्छ र दिनभरिको थकान पनि हराएर जान्छ। आजको व्यस्त जीवनमा हामी सबै काम अनि मोबाइल विभिन्न जिम्मेवारीमा यति धेरै व्यस्त भएका छौँ कि प्रकृतिसँग समय बिताउन बिर्सिरहेका छौँ। तर कहिलेकाहीँ यस्तो हरियालीले भरिएको ठाउँमा आएर केही समय बिताउँदा मनमा नयाँ ऊर्जा आउँछ। यहाँको चिसो आवाज, चराचुरुङ्गीको आवाज र प्राकृतिक दृष्टिकोणले जो कोही पनि जसको पनि मन जित्न सक्छ र तपाईहरुले पनि भिडियो मार्फत हेर्न सक्नुहुन्छ। यहाँको वातावरण कति सफा र शान्त मनमोहक छ। यस्तो ठाउँमा बिहान बेलुका हिँड्डुल गर्दा शरीर स्वच्छ रहन्छ र मन ताजा र तनाव कम हुन्छ। त्यसैले समय मिल्दा यस्ता प्राकृतिक ठाउँमा अवश्य घुम्न जानुहोस्। र दर्शकहरू, रुख बिरुवा हाम्रो जीवनका लागि आधार हुन्। रुखले हामीलाई अक्सिजन दिन्छ, वातावरणलाई सफा राख्छ र गर्मी कम गर्न मद्दत गर्छ। यदि रुखहरू नै भएन भने भविष्यमा हाम्रो जीवन निकै कठिन हुन सक्छ। त्यसैले हामी सबैले सकेसम्म रुख रोपेर भए पनि आफ्नो वरपर भएका रुखहरूको संरक्षण गर्ने बानी बसाल्नुपर्छ। प्रकृतिले हामीलाई धेरै कुरा सिकाउँछ, धैर्य, शान्ति र सन्तुलन। त्यसैले प्रकृतिलाई माया गरौँ, फोहोर नफालौँ, पानीको सही प्रयोग गरौँ र वातावरणलाई सधैँ सफा राखौँ। सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने मेरो आधार हो। र म तपाईहरुलाई एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि तपाईको घर नजिकै पार्क, बगैँचा र या हरियाली भएको ठाउँ छ भने हप्तामा कम्तीमा एक पटक परिवार साथीहरुसँग घुम्न जानुहोस् र मोबाइलबाट केही टाढा बसेर प्रकृतिको आनन्द लिनुहोस्। र यसले मनलाई शान्त बनाउँछ र जीवनमा सकारात्मक सोच ल्याउँछ। आज मैले तपाईहरुलाई देखाएको सुन्दर ठाउँ कस्तो लाग्यो आफ्नो विचारमा कमेन्ट अवश्य लेख्नुहोस्। यो सबैभन्दा ठुलो प्रेरणा हो। यदि तपाईहरुलाई यस्ता प्राकृतिक ठाउँ, पार्क, गाउँघर, खानाका प्रकार र रमाइला यात्राका भिडियोहरू मन पर्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परेको भए लाइक गर्नुहोस् र आफ्ना साथीहरुसँग पनि शेयर गर्नुहोला। आजको लागि यति नै। फेरि अर्को नयाँ रमाइलो र सुन्दर भिडियोका साथ भेट्ने बाचा गर्दछु। तबसम्म आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, सुरक्षित रहनुहोस्, प्रकृतिलाई माया गर्नुहोस् र सधैँ मुस्कुराउनुहोस्। धेरै धेरै धन्यवाद। नमस्ते।